हाम्रो अहिले यो तमान खोलामा जाल खेल्ने कार्यक्रम भइरहेछ। म चाहिँ खेलिसकेँ। अहिले चाहिँ हाम्रो उहाँ कुशवरको पाली छ। उहाँहरू चाहिँ माथि बोङाडनबाट आउनुभएको, म चाहिँ तल बुर्तिबाङबाट आएको थिएँ। बाइक तल राखेर खेल्दै खेल्दै आएको। उहाँहरू पनि यहाँ हुँदा फेरिसम्म बाइकमा आउनुभएको रहेछ। त्यसपछि यहाँबाट खेल्दै खेल्दै बोङाडन पुग्नुहुन्छ। ल खाली भयो है। यो चाहिँ हाम्रो तमान खोला हो। तमान खोला गाउँपालिका हुँदै बग्ने भएको भएर आएको हुनाले यसलाई तमान खोला भनिन्छ। यो चाहिँ हामीहरू अहिले चाहिँ हुँदा फेरि छौँ है। ल दामी दामी दामी। कतिवटा आयो? ठिक छ ठिक छ ठिक छ। एउटा आयो नि, धेरै ठिक हो। बिस्तारै बिस्तारै सङ्ख्या बढाउने हो कि। असला माछा। ल हाम्रो सचिन सरको यस राम्रो परिरहेछ अघिबाटै। म चाहिँ बिहान लगभग 4:30 बजेबाट खेलेको कारणले गर्दाखेरि, खाएको कारणले गर्दाखेरि म चाहिँ निस्केँ। मैले चाहिँ सर्ट भिडियोमा हालेछु मैले मारेको माछा जति चाहिँ। यसो हेर्नु होला त्यहाँ नि। म यही भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिन्छु म त्यो। ल फेरि आएको गयो। ठिक छ ठिक छ। पछि त्यही जालमा पर्छ के। कहिलेकाहीँ फुस्किन्छ सर। अलि ठुलो हुन दिएको हो क्या त्यो माछालाई। दुईजना खेल्दा चाहिँ यसो वारिपारि मजाले मिलाएर हान्नुपर्छ। एक्लै खेल्दा जता हानि पनि भयो आनन्द तरिकाले। आयो 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 आयो। दामी 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 आयो पुसौ। ल यहाँ चाहिँ राम्रो लागिरहेछ है माछा। ल ठिक छ। हाम्रो सचिन सर लक्की हुनुहुन्छ क्या। फेरि लाग्यो होइन सर? ल अहिले चाहिँ खाली। दामी 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 दामी। आयो 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 आयो। यहाँ खाली पारी पर्यो।
आयो 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 ल ल ल वारी पारी बराबरमा आयो ल देखाम त पुसो दामी आयो दामी दामी ल दामी 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 ओहे आयो 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 यो हो नि तरिका तीनजना त टाउको नि मिल्दैन के यार खोलामा तीनजना टाउको मिल्दैन के शिकारीको चाल आयो 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 माछा आयो दामी 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 हो तरिका हो नि ल है कहाँ हुनुहुन्छ है छ्याप ल उहाँ पनि पारी आयो माछा आयो माछा आयो दामी 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 ल ठिक छ है एन्ड प्लिज वेलकम टु मिस्टर डाइभर्सिफाइड युट्युब च्यानल नभन भनेको भनिहालेँ यार फेरि टाइम पास ठिक छ गुड ट्राई राम्रो ट्राई जाल केलाउँदै हुनुहुन्छ उहाँ हाम्रो पुसौ रेडी पोजिसन ल सर पनि रेडी ओके दामी 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 आहा ढुङ्गामा ट्याक्क गर त
आयो 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 ल दामी 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 यो हो नि तरिका वारिपारि दुवैमा आयो होइन एहे छ छ छ छ छ छ दामी आछ कि आछ 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 माछा आछ दामी दामी एक छ पुसौली नि राम्रो पार्नुपर्छ है कमान खोलाको असला माछा मार्दै हुनुहुन्छ हाम्रो दुईजना सालरी जलारी पुसौ एन्ड सरले है भ्यू पनि एकदम राम्रो छ के हो मारिया सर र खोला बगेको है हिजो रातिभरि पानी परेको थियो बिहान म लगभग 4:30 बजेतिर खेल्दाखेरि चाहिँ अलि धमिलो आएको थियो अहिले चाहिँ त्यस्तो सङ्लो त छैन हल्का हल्का जो सङ्लो चाहिँ छ है जोर जला है आयो 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 माछा आइरहेछ है दामी 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 आनन्दको मौसम छ टक्क घाम लागेको छ यति आनन्द आउँछ यस्तोमा जाल खेल्न माछा आयो माछा आयो 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 आयो